आजको चाहिँ भ्यू एकदमै दामी भइरहेछ है। गुड मर्निङ गाइज। आज म एउटा सानो भ्लग लिएर तपाईँहरूको समक्ष आइरहेको छु। त्यो चाहिँ के हो भने हामीले म र दिपङ्कर दाले 2 हप्तादेखि चाहिँ एउटा फर्म भरेको थियो। त्यो चाहिँ के को लागि भन्दा चाहिँ लामाहट्टा इको टुरिज्म इको पार्कमा चाहिँ म्याराथन छ 10 किलोमिटर है। त्यो चाहिँ हेल भन्ने छ उयोहरू कुद्नु पर्ने क्या, त्यो पगडन्डीहरू सानो बाटो, त्यो बाटो रोड रनिङ चाहिँ होइन। त्यो हेल म्याराथनमा चाहिँ हामी दुईजना चाहिँ यहाँबाट राजबाडीबाट चाहिँ पार्टिसिपेट गर्न गइरहेको छ है। त्यहाँ के कस्तो छ म तपाईँलाई देखाउँछु है। अब त्यो चाहिँ 8 बजीदेखि स्टार्ट छ। हामी चाहिँ यहाँबाट अब 5:30 हुन आँट्यो। अब 6 बज्न आँट्यो। यो चाहिँ जर्सी यस्तो छ तपाईँहरूको, जर्सी टी सर्ट चाहिँ यस्तो छ। र म यो सानो भ्लग तपाईँहरूको समक्ष राख्न गइरहेको छु। हजुरहरूले सबैले मन पराइदिएर लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। ल गाइज, हेभ अ नाइस डे। हामी दुईजना चाहिँ दिपङ्कर र म चाहिँ अब लामाहट्टा जानको लागि रेडी छ है। 6 बज्न आँट्यो। अब हामी 7:30 भित्रमा चाहिँ पुग्छौँ। यस्तो चाहिँ हिँडिरहेको छ। म रातसँग बात गर्दैछ। र गाइजहरू के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु। गाइज अहिले चाहिँ हामी 6 माइल र लामाहट्टाको बिचमा छौँ है। यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखिरहेको छ। हेर्नु त्यो यो लेबुङ यता मुनि बलमतामहरू होला, डल्लै देख्दै रहेछ। हेर्नु न यस्तो ब्युटिफुल भ्यू छ गाइज। यहाँनिर हिँडिदाले यहाँ बसिरहेको छ है गाइज। यस्तै छ गाइज। हामी चाहिँ अहिले लामाहट्टा आइपुग्यौँ। स्कुटीहरू तल पार्क गरिकन त्यहाँ माथि जहाँ स्टार्ट हुन्छ त्यहाँ जाँदैछौँ है। स्टार्ट अब त्यहीँबाट हुन्छ होला, जहाँ त्यहाँ गेट छ त्यहाँ गएर यो हेलमेटहरू बुझाएर ब्यागहरू राख्नुपर्छ है। अन्त तलहरूले बाटो बिचमा के हुन्छ त्यो म देखाउँछु। देखाउँदा एक्सर्साइज गर्दै जान्छ। सबैजना लाइनिङ लाग्दैछ है। अब एकछिन स्टार्ट हुन रहेछ। दिदा यहाँ जोसिलो भइरहेको छ। दिदा जितने भी हमारे आसाम से, सिक्किम से और कलकत्ता से आए हुए सभी धावकों को, सभी रनर्सों को मैं ऑर्गेनाइजिंग कमेटी की ओर से स्वागत करना चाहूंगा। वेलकम टू द लामाहट्टा। आप सभी को लामाहट्टा में स्वागत करना चाहूंगा दोस्तों। नंबर याद है ना, कॉल करो ना। अगाडि सामने जानु हुन्छ। एकदम बिस्तारै कुद्ने होइन, यतातिर मात्रै एकदम अब साह्रो कुद्ने, स्पिड कुद्ने केही छैन, दरकारै छैन, हल्का अहिले लगभग 3 किलोमिटर कुदिसकेँ। अन्त जाँदैछ सबैजना 7 माइल होला। तर एउटा चाहिँ बिचमा चाहिँ पानी चाहिँ छैन रहेछ है। पानी चाहिँ
हामी रेलमन लामाहट्टा जाने बाटो आयो जाँदैछौँ। यस्तो भ्यू छ दिपाउँदा आउँदैछ यस्तो म्यास यस्तो दामी भ्यू। टोटी जग्गा जाने बाटो आउँदैछ यस्तो अफरोड रहेछ। 4 किलोमिटर भयो अझ 6 छ पनि हुँदैछ साथीभाइहरू लगाइदिउ न। यतिको चाहिँ पानी हुन्छ हजुर थ्याङ्क यू। यतिको पानी यतिको चाहिँ उकालो चाहिँ डेटली उकालो रहेछ। अब यहाँबाट चाहिँ त्यस्तो लाग्दैछ हो गाइस यस्तै छ। बाटो चाहिँ यस्तो साह्रो छ सब मान्छे हिँड्ने टाढो डेटली। एकदमै अप्ठ्यारो। फिनिस गर्न आइपुग्न आँटेको हामी। फाइनली हामीले रनिङ चाहिँ फिनिस गऱ्यौँ। गाइस हामी चाहिँ खाजा खानु जाँदैछ। लन्च चाहिँ उयो रहेछ उयो मिठो रहेछ जुन ब्रेकफास्ट यस्तो छ गाइस। समिता पनि छ यहाँनिर हो। समिता मती बङ्गाल चाहिँ फिनिस चाहिँ गऱ्यो हामीले। अर्को म्याराथन भेट्नु छ समिता फेरि भेट्नुपर्छ। हुन्छ आजको एकदमै रमाइलो भयो है। लामाहट्टा त आइरहेको हुन्छ कि तर अब यो गाउँतिर यसरी फर्स्ट टाइम तलतिर चाहिँ मेरो फर्स्ट टाइम भयो। म त लामा यसरी तोङमा खानु त यसरी नै अब क्या अब त्यो जग्गामा हामी दार्जिलिङमा आफ्नो जग्गामा जन्मेर पनि पुगेको छैन होइन। जग्गा जग्गामा यसरी पाइला कस्तो मेसेज लाग्यो यो बाटोमा कुद्दाखेरि चाहिँ? एकदमै बाटो कस्तो रहेछ? एकदमै राम्रो रहेछ। हजुर ठिकै छ बाटो थ्याङ्क यू। तल चाहिँ अलिकति तपाईँ गाइस म अहिले घर आइपुगेँ है। घर आएर म यहाँनिर खाना खाँदैछु। आजको जुन म आज लामाहट्टा कुद्नु थिएँ त्यसको भ्लग चाहिँ यहाँ अन्त गर्दैछु। बाई बाई गाइस।